नमस्ते सेवा जति भन रश्मि गर्नु नभुल्नु होला भन्दै मेरो छोरीले भनिसक्नुभयो साथीहरू। आज चाहिँ तपाईँहरू पनि आराम कुशलै हुनुहुन्छ होला भन्ने आशामा म चाहिँ आज छोरीलाई उतै स्कुल पुर्याउँदै आज साथमा लिँदै म चाहिँ घरबाट अब बाहिर निस्केँ। बाहिर भन्दाखेरि टाढो होइन, देवरको घरमा चाहिँ आज सुँगुर काट्ने दिन छ, त्यही भएर बिहानी आउनु भनेर आमाले भनिराख्नु भएको थियो। त्यही भएर म चाहिँ अब देवरको घरतिर लाग्दैछु। त्यहाँ गएर सुँगुर काटेको भिडियोहरू अब देखाउँला हजुरहरूलाई। राम्रो नराम्रो जे जस्तो भए पनि सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। हामी एकअर्कामा सपोर्ट गरागर गर्नुपर्छ सबैजनाले। हजुरहरूले मेरो भिडियोमा सपोर्ट गर्नु होला, म तपाईँहरूको भिडियोमा सपोर्ट गर्नेछु भन्दै हामी चाहिँ अब लाग्यो बाटो। यस्तै छ साथीहरू, हाम्रो चाहिँ आँप खाँदैछ अरे मेरो छोरीले। म चाहिँ अब लाग्यो देवरको घरतिर साथीहरू। म्याङ्गो खाँदै हिँड्दैछ मेरो काली छोरी। हजुर भन न। यस्तै छ हाम्रो गाउँघर। असार मास, असार आज चाहिँ एकदम मौसमहरू पानी आउला जस्तो हुँदैछ। मौसमहरू चाहिँ साथीहरू यताको शीतल छ, चिसो बिहान छ अहिले। हाम्रो गाउँघर चाहिँ के दिनु 10 रुपिस। यसको नेपाली 10 रुपिस दिनुभएछ। हाम्रो गाउँघरको यस्तै छ। असार मासमा चाहिँ रोपाइ चलिरहेछ अहिले। यस्तै छ। असार लागिरहेछ। असारको दिनमा बहिनीले चाहिँ धान रोप्दै हुनुहुन्छ। हाम्रो गाउँको बहिनीले धमाधम रोप्दै हुनुहुन्छ। यस्तै चाहिँ हाम्रो गाउँघरमा मेरो चाहिँ रोपिसकेँ। यहाँ साथीभाइ आफ्नो गाउँघरमा चाहिँ रोपाइ सुरु धमाधम छ। हाम्रो चाहिँ मेरो छोरीलाई चाहिँ अब स्कुल पुर्याउँदै म चाहिँ हिँडेको बाटोमा छौँ। अब देवरको घरमा त्यहाँसम्म छोरीलाई पनि लगेको, त्यहाँदेखि चाहिँ उता फेरि भरे छोरा आउँछ होला, छोराले नानी पुऱ्याउँछ स्कुल। हामी चाहिँ आमा छोरी लाग्यो सुँगुरको मासु लिन। स्कुल जानु रेडी भइसकेको छ मेरो सानी छोरीको साथी। नाम भन त तिम्रो? रिम्सामा राई। स्कुल जानु रेडी। अर्को बुनी के नाम चाहिँ के अरे? आइसा राई। हाम्रो रजुन राई। अर्को साइमन राई। स्कुल तिमी किन छिट्टै हिँड्यौ? तिमी? टाइममा हिँडेको छिटो। ल आइडेन्टिटी कार्ड हेर्दैछ उसको दादाले चाहिँ। तिमी मासु लिने हिँडेको होइन? लिन जाउँ। बनाएको छैन हो? लु लाउ लु जाउँ लु। ए कान्छा पनि त्यहीँ हिँडेको, म पनि त्यहीँ हिँडेको। बनाइसकेको छैन अरे मासु चाहिँ। हिँड्ने हो मम्मी छोरी लिन। मम्मी छोरी चाहिँ अब बाटो लाग्यो। त्यो चाहिँ हाम्रो गाउँघरको बाटोहरू कच्ची बाटो छ। अलिक अगाडि हिँड्न छोरी। मेरो सानी छोरी चाहिँ साथमै लगेर हिँड्दैछु। भरे घर आउनु ढिलो हुन्छ भनेर चाहिँ साथमै लगेर भरे त्यतैबाट स्कुल पुर्याउनलाई। घाम पनि लाग्ला जस्तो छ मौसम, पानी पनि आउला जस्तो छ। मौसमहरू चाहिँ हाम्रो गाउँघरको यस्तै छ है साथीभाइ। हो आली लाउँदै हुन्छ वहाँ पर।
चराहरू के मजाले उडेको कुन चरा भङ्गेरी चराहरू त दामी उड्दै रहेछ त के पकाउँदै हुन्छ काकी चारो पकाउनु भएको चारो ए तेरिका हामी हिँडेको गाउँ डुल्दै आज गाउँ डुल्ने काम छ यो डाँडाको हाँस पनि कति मजाले पानीमा अहिले पौडी खेल्दैछ गर्छस् मुसी चाहिँ अरे एकदम चिसो हावा चलिरहेछ आज चाहिँ मौसम चाहिँ एकदम शीतल छ बादलहरू खाइसक्यौ हात धुनुपर्छ उता होइन अगाडि पर अब उतै बहिनीहरूकोमा हात धुने पुरा नाचिदिन्छ लु त कुन गीतमा भन त लु खै नाचेको हेरेको हेरे अरे लु एउटा गीतमा नाचिदिइहाल न लाजकले मान्छेको चाहिँ घरमा एक्लै हुँदा मात्रै नाच्ने हो हेर बादल मौसम कति राम्रो मौसम छ यता चाहिँ लार पनि जोतेको छैन रहेछ लिन न अगाडि देवर बाबुको घर पनि आइपुग्यो हाम्रो लाउरे देवर बाबुको घर लाउरेको पैसा यहाँनिर थन्को लाउँदैछ घर चाहिँ दामी यसपालिको बनाएको लाउरेको पैसा त लाउँदैछ हाम्रो यहाँ देवर बाबुको घरमा काका श्री टाढा पुगेर आउनु भयो के ल्याउनु भयो चिसो बाटोमा खाउँ भन्नु नमिल्ने होला लु लानु लुइन न आइपुग्यो मेरो देवर बाबुको घर यस्तै छ बनाइसकेको छैन रेडी भइसकेको छैन देवर बाबुले अब यही भिडियोबाट हेर्नु अब देवर बाबु त अब अर्को साल आउनुहुने होला आइपुग्यो हामी पनि मेरो यहाँ हो ल ओके आमामै हाम्रो यहाँनिर आप्पा काका बुबुहरूले बनाउँदै हुन्छ हाम्रो आप्पा हुनुहुन्छ निकै ठुलै पो रहेछ त है सुँगुर त तब जत्रै हो तब जत्रो हुन त पुग्दैन तबभन्दा ठुलै छ आयो काकाले हँसाउनु भयो यहाँ फेरि लेखाएको मान्छेलाई नपुग्ला नि तब जत्रो मात्रै भयो नि त फेरि बर्बाद फेरि होइन बुबु काका जत्रो अरे खोइ सेवा गर्ने भुइँसरी गर्नुपर्छ त्यसरी ज्ञानी हुने है त्यसरी ज्ञानी हुने पुग्यो यस्तै रेडी हुँदैछ अप्सनाहरू छोरीहरू यहाँ बर्थडे कल हाम्रो नानी छोरी भरे स्कुलबाट आएर मेरो आज बर्थडे कल साथीहरू रश्मिका साथीहरू पछाडि ठाउँ छ लुइन पछाडि हिँड न छोरी पछाडि हिँड न पछाडि ठाउँ छ अरे त्यहाँ छ अट्छ तिमीहरू त्यहाँ ठाउँ के छैन रहेछ बिचरा खै उता पछाडि छ अरे ट्याक हुने रहेछ
माथि चढाउनु ब्याग उता राखिदिनु ल बाई सानी सानी बाई स्कुल लाग्यो छोरीहरू बाई सानी स्कुल गयो अब हामी चाहिँ लाग्यो बर्थडे गर्ल ह्याप्पी बर्थडे पक्का ह्याप्पी बर्थडे मेरो देवरको छोरीको ह्याप्पी बर्थडे जन्मदिन आज ल मम्मीले पहिला खुवाइदिनु न मम्मीलाई पहिला खुवाइदिनु न अनि पापा सुरुमा कता भाइ साइला भाइ पहिला बाबा आमाले लु नानीको बाबा यता भाइको साथीहरू सबैजना हुनुहुन्छ लु बाबा आमाले पहिला लगाइदिनु न टिका टिका पहिला बाबा लगाइदिनु अनि पापा मामाले सँगै लगाइदिनु नि बाबा आमाले अनि पापा आमाले ए सुरु भइसक्यो भर्खर पैसा त भर्खर पो लिनु अरे ए बाबा यत्रो रेडी भइसक्यो भर्खर पो पैसा लिनु अरे बाउ त कस्तो मधुर नानीको बाबाको साथीहरू यता हुन्छ सबैजना कान्छा अलिकति यता हेर्नु नानी कति राम्री क्युट होइन उता आइपुग्नु भएछ खै सेवा गरेन मेरो छोराले यत्रो ठुलो सेवा गर्यो त मेरो छोराले गरेन उयो भित्र छ आमाहरू आमा नानाहरूमा आइपुग्नु पर्छ यहाँ देवरको छोरीको बर्थडेमा ल भित्र बस्नु भित्र बस्दै गर्नु यहाँ खाने कुराहरू चाहिँ यता अचार यता बुङ्गुरको मासु चिकन यहाँ दाल छ मासुहरू यस्तो छ अचारहरू यहाँ तिते यहाँ चाहिँ यो चाहिँ आन्द्राको के भन्छ यसलाई तिते भन्छ आन्द्रा सुँगुरको आन्द्राको अनि भात लगाएर पकाएको यहाँ भात छ निदर मुनि हेरिरहेछ देवाप्नी नातिनी ज्वाइँ चाहिँ कि मलाइका लाउरे भेट्नु नभए पनि नेपालकै लाउरे भए पनि भेट्नु ल आशीर्वाद आशीर्वाद त आशीर्वाद मजाले दिनुभयो
हुन्छ जति बेला पनि बाबा आमाले लगाइदिनु जति बेला पनि भयो जतै भए पनि भयो हुने चाहिँ नानीको बाबाले टिका लगाइदिँदै हुन्छ आमाको पालो लाइन बस्नु है अब लाइन लाइन नबस के भयो यो सानो मान्छे आशीर्वाद मजाले दिनु सन माको पालो अब माले माको पालो कता जानुभयो तपाईँले लगाइदिनु न भइहाल्छ तपाईँले लगाइदिनु भइहाल्छ आँखा पस्यो के अलिक पुसिदिनु त मजाले बोलाउनु न अघि आइदिँदा हुनु त लुची लाउनु है तपाईँको पालो आयो अघि दिउँसो त नातेको आतेको बिचरा खानेकुरा खाइसक्यो अझ तयार छैन भन्दै त लु आउनु छिटो तपाईँको पालो आयो हतार लु लु फटाफट अघि त नातिनु हुँदैछ लु पालो आयो चाहिन्छ नि हात धुने सानो नानी छोरी सानी नानी घर पनि बनाउँदैछ यता
सबैले टिका लगाइसक्नु भएको हो अब तिमी ढिलो गरौ नि हो टिका लगाएको होइन टिका लाउँदै गरेको चाहिँ भ्याइन रहेछ खाने बेलाको मात्रै भ्याएछु नि म यहाँ कहाँ गइक्यौ अनि त्यही त नि तेरिको भएन नि हौ नानी टिका लगाएको चाहिँ अब ठिकै छ ढिलै भए पनि नानी क्युटी मेमहरूलाई सेवा गरेनौ मेमहरूलाई नानीको मेमहरू अघि गरिसकेको सेवा ए ल ल ज्ञानी छ हाम्रो नानी टिका लगाइसक्यो अरे खाने कार्यक्रम तातो म्याडमले केही खानु भएन नानीले यता म्याडमहरूले पनि केही खानु भएन उसको बर्थडेको लागि खानु न टिका लगाइसक्यो अरे अब खाजा खाना खाने कार्यक्रम आमा हुनुहुन्छ हाम्रो नाना हुनुहुन्छ मेरो छोरी पनि स्कुलबाट आइसकेको छ खाने कार्यक्रम देप्पालाई सुनाउनु गएको फेरि पहिले देप्पालाई गएर टङ्कालाई कुट भनेर भन्नु गएर देप्पा मलाई कुट्टो टङ्काले कुट्टो बर्थडे सकियो आजको दिनको हाम्रो यहाँ सरुवा चाहिँ कति छ हौ ए बब्बाल छ सरुवा चाहिँ दामी छ टक्कसँगले यस्तो जल्छ है हाम्रो चाहिँ यो सरुवा भन्छ कोदोको रस ए एक बाल्टिङ चाहिँ बाँडेर अब यति छ अन्तिम